अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुन जिउँदो बलिको रूपमा अर्पण गर। आमेन। आमेन। के भन्नुहुन्छ पर्वले? आफ्नो शरीरलाई पवित्रता, आफ्नो शरीरलाई पनि पवित्रतामा राखेर चाहिँ के गर्नु त? ग्रहण योग्य हुने चाहिँ परमेश्वरको चरणमा चाहिँ ल्याउनु पर्ने कुराहरू बलिको जिउँदो बलिको रूपमा चाहिँ अर्पण गर। परमेश्वरले भन्नुभएको छ, के भन्नुभएको छ भने नि तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। आमेन। त्यसका आत्मा चाहिँ मलाई मनपर्छ, शुद्ध हृदय भएकाहरू। परमेश्वरले भन्नुभएको छ शुद्ध हृदय भएकाहरू चाहिँ, अनि तपाईहरुमा पनि एउटा पवित्र आत्माको मन्दिर हो। चाहिँ को बास गर्नुहुन्छ? परमेश्वर। तपाईँहरुको मण्डली भवनमा चाहिँ कुन खालको बलिदान लिएर आउनुभएको छ त? कुन खालको भेटी लिएर आएका छौँ त? हैन, त्यो तपाईँ म आफूभित्र नै हामी आफूले नै जाँच गर्नुपर्ने कुराहरू। बलिदानको कुराहरू हामीले के हेर्छौँ भने परमेश्वरले चाहिँ के गर्नु पर्यो त? आफ्नो एकमात्र पुत्रलाई चाहिँ बलिदान दिनु पर्यो, हो कि हैन? हो नि हैन? तपाईँ र मलाई बचाउनको लागि चाहिँ उहाँले आफ्नो गरेको अब्रामले चाहिँ जिउँदो बलिदान दिएका थिए। आमेन। हो कि हैन? आफ्नो एकमात्र पुत्रलाई चाहिँ उहाँले बलिदान दिनुभयो। परमेश्वरले चाहिँ शारीरिक बलिदान चाहिँ उहाँले चाहनु भएको थिएन। प्रिय मण्डलीहरू, उहाँले चाहिँ के को बलिदान चाहनु भएको थियो भन्दाखेरि आत्माको बलिदान, विश्वासको बलिदान। अब्रामले चाहिँ आफ्नो एकमात्र पुत्रलाई चाहिँ बलिदान दिए। तर प्रभुले त्यहाँ के गर्नुभयो भन्दाखेरि मारेको भए के हुन्थ्यो? अब्राम पापमा फस्थ्यो, हो कि हैन? पापमा फस्थ्यो चाहिँ रोक्नुभयो। किनभने अब्राम के थिए? धार्मिक मानिस थिए। त्यसकारण धार्मिक मानिसलाई चाहिँ पापमा फस्नु दिएन। हालेलुया। छुरी उठाइसकेको थियो तर परमेश्वरले रोक्नुभयो। त्यो बलिदान दिएको थियो। उहाँले भन्नुभयो तेरो छोरो अर्थात् तैँले माया गरेको तेरो एउटै छोरो इसाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर, अर्थात् बलिदान। 13 पद। आदरणीय प्रेम रसली दाजुलाई म अनुरोध गर्दछु, उहाँले हिब्रू 13:15 पढिदिनुहोस् त। यहाँ लेखिएको छ, यसकारण परमेश्वरलाई येशूद्वार प्रशंसाको बलि निरन्तर चढायो। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्नेको फल हो। आमेन। धन्यवाद। यहाँ यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाऊ, यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो। आमेन। हो भन्नुभएको छ, स्वीकार गर्ने ओठको फल हो। तर घृणा गर्ने व्यक्ति होइन, तर हामी चाहिँ प्रेम गर्ने व्यक्तिहरू हुनुपर्छ। तपाईँ र मैले कस्तो खालको बलि चढाएका छौँ? प्रेमको बलि चढाएको छौँ कि छैन? यदि हामी श्रीमतीमा प्रेमको बलि छ कि छैन? परिवारमा प्रेमको बलि छ कि छैन? तपाईँ र मैले चाहिँ कस्तो खालको बलि चढाएका छौँ? 1 पत्रुस 2:5ले भन्दछ, यहाँ तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहण योग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थर झैँ आत्मिक घर बनाउँदै जाऊ। आमेन। आज तपाईँ र मैले कस्तो खालको बलिदान दिएका छौँ? दिएको छैन भने सुरु गर्नुहोस् आजदेखि। जब तपाईँ र मैले बलिदान दिन सुरु गर्छौँ नि, अनि तपाईँ र मेरो व्यक्तिगत जीवनमा, परिवारमा, श्रीमतीमा, हाम्रो कामहरूमा, हाम्रो मण्डलीहरूमा आशिषको झरी बर्साउन थाल्छ। परमेश्वरले मलाई दर्शनहरू दिनुभएको छ। प्रिय मण्डली, तपाईँ र म कस्तो खालको बलि दिँदैछु परमेश्वरलाई? परमेश्वरले के भन्नुभएको छ? ग्रहण योग्य आत्मिक बलिदान चढाउने पवित्र
निम्ति जीवित पत्थर झैँ आत्मिकी घर बनाउँदै जाऊ। तपाईँ र मैले आत्मिकी घर कतिको बनाउँदैछु? हामी चाहिँ के रहेछौँ त? के रहेछौँ? पुजारीगिरी। परमेश्वरले हामीलाई पुजारीगिरी, पवित्र पुजारीगिरी बनाउनु भएको छ। परमेश्वरको मन्दिर चाहिँ को हो त? हामीहरू। अनि यो मन्दिर परमेश्वरको भएपछि त हामी पुजारी होइन त? हो कि होइन? हामी पुजारीहरू हौँ। अनि आज हाम्रो चाहिँ आत्मिकी घर कस्तो बनाउँदैछौँ? जीवित पत्थर भनेको येशू ख्रीष्ट हुनुहुन्छ। यसले चाहिँ आज उहाँ चाहिँ हाम्रो हृदय चाहिँ पवित्र भएको चाहनुहुन्छ। रहेको बलिदान चाहिँ येशू ख्रीष्ट आउनुभयो। त्यसकारण आज हामी पनि खोट रहेको भेटी चाहिँ उहाँलाई चढाउनु पर्छ। हालेलुया। तयारी हुनुहुन्छ? मलाई प्रभुले एउटा कुरा देखाउनु भयो। डियानी उठेर मेरो श्रीमानलाई भन्यो, डियानी भनेको के हो भने उहाँहरूको गन्थन गर्छ। हामी कतिचोटि हामी गन्थन गर्छौँ। उहाँले पनि अलिकति बाइबल पढेको छ, मैले पनि अलिकति पढ्छु, अनि दुईजना डिस्कस गइहाल्छौँ। तर हामी त जाने म जाने चाहिँ भन्दिनँ होइन। यसले चाहिँ यसो भनेको, त्यसले त्यसो भनेको भन्ने चाहिँ हामी डिस्कस गर्छौँ। अनि हामी जे कुरा पनि हामी डिस्कसमा गइहाल्छौँ। र परमेश्वरले चाहिँ मलाई यो कुरा देखाउनु भयो। डियानी तपाईँ र मेरो डियानी चाहिँ कोसँग मिल्छ? कोसँग मिल्नुपर्छ? तपाईँ र म पनि येशू ख्रीष्टसँग हाम्रो डियानी मिलेछ कि छैन? डियानी भनेर मलाई ठ्याक्क आवाज दिनुभयो क्या। डियानी मिलेको छ कि छैन त्यो कुरा मैले यो वचनहरू मैले तयार पार्नुभन्दा अगाडि नै परमेश्वरले मलाई धेरै कुराहरू देखाउनु भयो। अनि मैले प्रार्थना गर्दै मैले वचनहरू तयार पारेँ। तपाईँ र मैले चाहिँ येशू ख्रीष्ट जस्तै हामीले बलिदान दिन सकेको छु कि छैन? यदि तपाईँ र मेरो रगत चाहिँ परमेश्वरसँग येशूसँग मिलेको छ भने चाहिँ आज तपाईँ र म चाहिँ परमेश्वर जस्तै हुनेछ। आमेन। पर्छ प्रिय मण्डली, यदि येशूको डियानी तपाईँ र मसँग छ भने येशू जस्तै हुन सक्छौँ। म चाहिँ येशूसँगको रगत मिल्नुपर्छ, डियानी मिल्नुपर्छ। प्रेम र मेरो रगत चाहिँ येशूसँग मिल्नुपर्छ। अनि मात्र येशूको स्वभाव चाहिँ, येशूको गुण चाहिँ तपाईँ र म भित्र हुन्छ। आमेन। जीवनको पुस्तक एउटा दिनुभयो प्रभुले मलाई। जीवनको पुस्तक पनि केवल स्थिर हुन्छु। मलाई यति धेरै आशिष दिनुभएको छ। प्रभु म भित्र हुनुहुन्छ। यदि हामीले गलत कुरा गरे भने, हामीले गलत ठाउँमा हिँड्यो भने हामी बाहिरिन्छौँ। मेरो यो हृदयको बलिदान चाहनुहुन्थ्यो, हाम्रो शरीर त लिनुहुन्न। प्रभुले तपाईँ र मलाई चाहिँ के गर्न चाहन्छ भन्दाखेरि आशिष दिन चाहनुहुन्छ, आशिषको भागीदार गर्न चाहनुहुन्छ। आज तपाईँ र म चाहिँ आशिषको भागीदार गर्नुपर्छ। 13को 16 पदले भन्छ, हिब्रू 13को 16 पदले भन्छ, भलाइ गर्ने र आफूसँग भएका कुरा बाँडचुँड गर्न नभुल, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। आमेन। आमेन। के हुनुहुन्छ रे? प्रसन्न। हामी अब स्पष्टमा रूपमा भन्नु भने खुसी। तपाईले यदि आफ्नो छोराले मनपर्ने कुरा हैन दिनुहुन्छ भने त्यो छोरा कति खुसी हुन्छ? तपाईँ र मैले परमेश्वरलाई खुसी हुने चिजहरू दिन्छौँ भने परमेश्वर यति खुसी हुनुहुन्छ। उहाँ हाम्रो अङ्गालामा रहनुहुन्छ अनि तपाईँ र म उहाँको अङ्गालामा बसेर हुन्छु। परमेश्वरले अरू केही चाहनुहुन्न। परमेश्वरले यति मात्रै भन्नुभएको छ, भलाइ गर्ने र आफूसँग भएका कुरा बाँडचुँड गर्न नभुल। प्रिय मण्डली, भएका कुरा तपाईसँग के छ, मसँग के छ, बाँडचुँड गर्न कहिले पनि नभुल्नु।
परमेश्वरको वचनले भन्दछ किनकि यस्तै बलिहरूमा परमेश्वर चाहिँ खुसी हुनुहुन्छ। यस्तै बलिदान चाहिँ तपाईँ र मैले चढाउनुपर्छ। प्रिय मण्डली, हामीले लोभ गरेर होइन, के गर्नु, बाँडचुँड गरेर चाहिँ हामीले ती बलिदानहरू चढाउनुपर्छ। भजन सङ्ग्रह पढ्नेछौँ किनभने तपाईँ र मलाई चाहिँ के को बलिदान चढाउनु पर्ने रहेछ भन्दाखेरि चाहिँ ग्रहणयोग्य आत्मिकी बलिदान वार्ड नम्बर हेर्नुहोस् है त, यो सबैले काम लाग्छ। हेर्नुहोस् है, सुन्नुहोस् है, भजन हामीले नोट गरेको राम्रो हुन्छ। हामी कुनै ठाउँमा गएर पनि हामी बोल्न सजिलो हुन्छ किनकि हामी चाहिँ यसरी नै सिक्ने हो, हामी सिक्ने सिकाउने हो होइन। हामीले नोट गरिरह्यो भने हामीलाई बोल्न सजिलो हुन्छ अर्काको ठाउँमा गयो भने। त्यस कारण चाहिँ यहाँ 1 नम्बरमा भनेको छ ग्रहणयोग्य आत्मिकी बलिदान। आमेन। कस्तो बलिदान चाहनुहुन्छ परमेश्वरले? ग्रहणयोग्य आत्मिकी बलिदान उहाँले चाहनुहुन्छ। 2 नम्बर प्रशंसाको बलिदान उहाँ चाहनुहुन्छ। 3 नम्बर स्तुतिको बलिदान। 4 नम्बरमा अरूहरूलाई सहायता गर्ने बलिदान। आमेन। अरूहरूलाई सहायता गर्ने बलिदान है, यो पनि बलिदान हो। जसलाई छैन त्यसलाई सहायता गर्नुहोस् प्रिय मण्डली। जसको घरमा दुखी छ, जो व्यक्ति दुखी छ त्यो व्यक्तिले प्रार्थना गरिदिन आइदिनु भन्दाखेरि तपाईँसँग को जानुहुन्छ? येशू ख्रीष्ट। परमेश्वर तपाईँसँग जानुहुन्छ त्यो घरमा अनि त्यो घरले शान्ति पाउनेछ, त्यो परिवारले शान्ति पाउनेछ। त्यो बलिदान। 5 नम्बरमा आज्ञा पालनको बलिदान। आज्ञा पालन गर्न सिक्नुहोस्। आज्ञा पालन गरेर बलिदान दिनुहोस्। धन्यवादको बलिदान। 7 नम्बरमा 8 नम्बरमा हाम्रो बलिहरू चाहिँ प्रेम, दया, भलाइ, प्रेमको काम गरेर चाहिँ के गर्नुपर्छ? बलिदान चढाउनुपर्छ। प्रेमको काम गरेर सबैभन्दा हामी कोरिन्थीको पुस्तकमा हामी पाउँछौँ सबैभन्दा प्रेम ठुलो। कोरिन्थीको पुस्तकमा छ सबैभन्दा ठुलो के छ त? प्रेम। प्रेम गरेर बलिदान दिनुहोस् प्रिय मण्डली। प्रेम गर्न सिक्नुपर्छ। परमेश्वरले हामीलाई प्रेम गर्नुभएको थियो। मेरो ड्याडी चाहिँ उहाँसँग मिल्नुपर्छ। त्यो प्रेमको ड्याडी। सबै कुराबाट हामी बलिदान दिनुपर्छ। यो सबै कुराको बलिदान हामी हेर्छौँ भने धेरै बलिदान छ। तपाईँ सङ्गति हिँडेर बलिदान चढाउनुहोस्, बलि दिनुहोस् न। सङ्गति हिँड्नु पनि एउटा बलि हो। जससँग भेटिदिनु पनि बलिदान हो। निरन्तर सङ्गति आउनु पनि बलिदान हो। अनि निरन्तर परमेश्वरलाई बोकेर हिँड्नुहोस्, निरन्तर बाइबल अध्ययन गर्नुहोस्, बलिदान। अनि मात्रै तपाईँको जीवनमा आशिष आउँछ, तपाईँको परिवारमा आशिष आउँछ। अर्को कुरा, अन्तिम कुरा हामी हेर्छौँ भने भजन सङ्ग्रह 51को 17 पदले भन्दछ है, तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। आमेन। के रहेछ? बलिदान। बुझ्नुभयो? हे परमेश्वर, तोडिएको र पश्चातापी हृदयलाई तपाईँ तिरस्कार गर्नुहुन्छ? गर्नु। आमेन। परमेश्वरले चाहिँ के चाहनुहुने रहेछ त? तोडिएको आत्मा, पश्चातापी। तपाईँ र मेरो पश्चातापी हृदय उहाँ चाहनुहुन्छ। तपाईँ र म पश्चातापी हृदय लिएर आउनुपर्छ। हामी मण्डली आउँदाखेरि रिसाएर ठास ठोस बाजा बाज गरेर जोत गरेर आउने होइन। हामी के गरेर आउनुपर्छ? पश्चातापी। हामी चाहिँ के गर्छौँ भने प्रभुको दिन झन् हामी 2 जना उठ्छौँ अनि हिँड्ने बेलामा प्रस्ताव गर्छौँ, म श्रीमानलाई माग माग्छु, म श्रीमानसँग माग माग्छु। भाइलाई माग दिएन भने भेटी चढाउन आइज भन्छ नि त वचनमा है, हो नि। हामी तपाईँ पनि आफ्नो श्रीमतीको कारण, श्रीमानको कारण, छोरा बुहारीको कारणले रिस डाह छ भने पहिला माग माग्नुहोस् अनि मण्डली अनि आशिष आउँछ। त्यो बानी बसाल्नुपर्छ। जब हामी त्यो बानी बसाल्छौँ अनि हाम्रो जियारी चाहिँ येशूसँग हुन्छ। आमेन। आमेन।
त्यसकारण प्रिय मण्डली, तपाईँ र मेरो जीवनमा आशिष ल्याउनु छ भने त्यो कुराहरू हामीले पालन गर्नुपर्छ। पालन हुन्छ। हामी तोडिएको पशुतावृत्ति लिएर चाहिँ बलिदान लिएर चाहिँ परमेश्वरमा आउनुहोस्। रिसको झैझडाको आत्मा लिएर होइन प्रिय मण्डली। जब हामी आशिष पाउनु छ भने हामी अगाडि रेडी भएर आउनुपर्छ। अनि मैले अघि पुस्तकको कुरा गरेँ, उहाँले जीवनको पुस्तक माथि टेबलमा राखिदिनु भयो, तर खोल्नु दिनु भएन। खोल्ने बेला भएको छैन। अनि मैले माथिबाटै लेखिदिएँ, तर सेतो उसले लेखिदिएँ, सेतो डट पेन पनि होइन, म के हो त्यसले लेखिदिएँ। त्यो लेखेपछि कसैले पनि बुझेन, यो कस्तो नबुझ्नु लेखेको भने त्यहाँको 2-3 जना मात्रै थियो। कस्तो नबुझेको, म आफूले बुझेको छैन, कसरी अरूलाई बुझाउने भने मैले यसको व्याख्या पछि गर्नेछु। अनि यो मलाई नै थाहा छ भने मैले त्यतिकै भन्दा परमेश्वरले हाम्रो जीवनमा आशिष ल्याउन चाहनुहुन्छ। मैले धेरै पानीहरू खनाएँ, एउटा फुल रहेछ, गमलामा फुल रहेछ, मैले यति धेरै त्यहाँ पानीहरू खनाएँ। अनि त्यो यति राम्रो फुलहरू फुले, त्यहाँ मैले पानी खनेर ल्याएँ। अनि त्यसपछि मलाई चाहिँ के भन्यो भने ठ्याक्कै आवाज आयो ड्यानिसको कुरा, ड्यानिस मिलेछ कि छैन त्यस्तो कुरा ठ्याक्कै मलाई काममा दिनु होइन। अनि प्रभुले मलाई त्यो दिएपछि मैले अहिले तपाईँको बिचमा यो कुराहरू राखेको। आज तपाईँ र म चाहिँ परमेश्वरसँग चाहिँ ड्यानिस मिल्नुपर्ने कुराहरू देखाउनु भयो। त्यो के हो भन्दाखेरि परमेश्वरसँग चाहिँ नजिक हुनु, परमेश्वरलाई बलिदान दिनु। चाहे दुःखमा होस्, चाहे सुखमा, चाहे घटीमा, चाहे कमीमा होस्, चाहे जस्तो सुकै परिस्थितिमा होस्, परमेश्वरलाई चाहिँ हामीले बलिदान दिनुपर्ने कुराहरू चाहिँ परमेश्वरले देखाउनु भएको छ। आमेन। सबैभन्दा कि प्रेमको बलिदान, ज्ञानी चाहिँ मिलेछ त्यहाँ। हाम्रो ज्ञानी चाहिँ येशू ख्रीष्टसँग मिल्नुपर्छ। आमेन। अनि हामी चाहिँ सबै कुरामा चाहिँ के गर्नुपर्छ, बलिदान दिनुपर्छ।